Good afternoon, guys. This is my second day at Robin. It's the दोस्रो दिन Robin-मा अनि we are having good time here, guys. अनि हेर यो सागर बस्ने ठाउँमा फलफुलको अनि कता हो हेर त यो लाइफ कहाँ पाउनु बस्ने ठाउँमा यस्तो फलफुल है यो मेरो विचारमा यो आरुको पिचको जस्तो लाग्यो यो लेमन हो यो दिस इज लेमन गाइस यो लेमनको हो यो चाहिँ पिचको हो यो मेरो विचारमा बोट हेर्दाखेरि पिचकै जस्तो लाग्यो क्युवी पैसा दिस इज मनी ओके गाइस each bottle costs 10 cents. 10 cents. If you made 100 bottles, you can earn €1. And our guys are selling like 800 euro, 800 bottles, 1,000 bottles, and कति हुन्छ 800,000 बोतलको €100, €80. Oh my god. यो पैसा छ बाल हान्ने होइन खोइ कुर्सीहरू रेडी गर न कुर्सी रेडी गर कैँची सैँची छ मसँग कहाँ यो चाहिँ रेडी गर पानी लिएर बगाइदिने नि यता ब्लक चाहिँ हुन्छ दुलो फेरि पछि बुद्धि हुन्छ प्लास्टिक बचाउनु पर्ला जस्तो छ केही हुँदैन हुन्छ क्या झाडु छँदैछ होइन डस्टबिन भइहाल्छ प्लास्टिक बचाउने भनेको बरु त्यो भन्दा गर्नुभन्दा ल अनि हामी चाहिँ आज बाल हान्न आँटेको हो अब बाल हानेको थोरै थोरै देखाइदिन्छु नि किवी झरेछ यार अब प्लानिङहरू धेरै छ अब भोलि आज सामान किन्नु गएर भोलि आउटिङको लागि मोमोसम्म होइन चिकन मासु सासु यसो चिसोहरू लिनु जाने प्लान छ आज अनि पर्सि चाहिँ अनि हामी म बनाउँदै गर्छु केटाहरू कामदेखि आएपछि ठक्क हामी मैले बनाइसकेको हुन्छ केटाहरू आउँदाखेरि लिएर हामी अनि बाहिर जान्छ सनसेट हेर्नु जान्छ है हामी पर्सि अनि त्यसपछि अनि फेरि केटाहरूको कम्पनीले फेरि डिनर पार्टी पनि दिने भनिरहेछ अनि डिनर पार्टीको लागि केटाहरू तयारी हुनुपर्छ है के छ के छ चेरीको होइन यो उयोकै हो पिचकै हो यो पनि पिचकै हो यो होइन चेरीको हो यो चेरीको सरी गाइज दिस इज चेरी ट्री अहिले चेरी छैन उतापट्टि पनि क्युवी रहेछ त्यो त क्युवीको ल के गर्ने भाइ भ्लगमा नदेखाउँदै मलाई अरे बिल्ला हुन्छ अरे कहाँ बिल्ला हुन्छ जबरजस्ती हान्नुपर्छ नि भ्लग मात्रै रहेछ नि त चार्ज त केटा हो तर सी टाइप हो चार्जर मेसिन लिएर आउँदै तिनीहरूले नि bây giờ thôi là cả đi hát sư rồi sao mới phải cái con mới chạy thôi
ठिक छ नि होइन यतिको छोडिदिनु खतरा कडा यतिको छोडिदिनु हो भने लास्ट चाहिँ यतिकै चाहिँ हान्नुपर्छ यतिकै छोडिदिनु बोतल आगो लागेर कति बोतल त भएर कसको मार्केट जाम जाने हो जाम ल एकजनाको बाल हान्देऊ न तिमी यो कसको हान्ने यो कसको जक्सनमा पाउँदैन भन्छ त्यही भएर मलाई जहिले 8 बजीतिर मेसेज गर्छ गणेश कता हो भनेर म गएँ कि भनेर पछि कल गर्छु ल धेरै अग्लो कुर्सी भयो क्या तिम्रो भुइँमा बस्नु लाउनु भुइँमा बाल्टीहरू छैन एउटा बाल्टी चाहिँ बिछाएर बस्दा ठिक्क हुन्छ कि भुइँमा पल्ट मारेर राख्नु न केचपहरूको जस्तो बाल्टीहरू छैन यसले बस्दाखेरि हुन्छ क्या कहाँ राखेको छु भएको भाइ बाटोमा भेटेको नि यहाँ मैले हेरेँ एकै ठाउँमा यहाँ दाल खानु पर्दैन अर्को थोक बाटोमा भेटेको हो सही के राख्नु है भेटेको छ भेटाएको त्यही भएर यहाँ मैले यसो जेल सेल किन्नु पाउनु जेल त पुरोले दिइहाल्छ नि तिमीलाई जेल बुढोले ल्याएको छ जेल यो त भाँचेला त भाँचिँदैन यत्तिकै छोड्नु सही छ हो दुई नम्बरको चाहिन्छ भने त्यहाँ छ ठिक हुन्न होला यहाँ होइन होइन त्यही मेसिनमा हाल्यो नि त दुई नम्बरको सही एक नम्बरको 3 नम्बरको चाहियो भने यता छ 2 नम्बरको चाहियो भने निमा पनि हान्दा राम्रो बुढाको स्लो हान्नु पर्यो अलिक मिसिनै छैन क्या नम्बरको हान्नु मिसिने त कपाल झऱ्यो भने त अलि फेरि एउटा प्लास्टिकको छ न होइन त सोरेर फर्किनु वातावरण छ पानी सानी छड्किने नुहाउने नि त माछी 6 महिनापछि कपाल गाह्रो 6 महिना हो भयो 6 महिना त भयो जागिर गर्नु यहाँ आएर काटेन बाल काटेर सक्यो बाल एकदमै अप्ठ्यारो थियो यहाँ टाउको मलाई लासप्ठ्यारो लाग्यो कपाल काट्नु पातलो थियो कपाल अनि उसको फेरि एकदम पातलो छ क्या कपाल अनि पातलो त्यसमा चाहिँ लामो लाग्यो गाह्रो भयो काट्नु ठिकै छ काटियो अब काटिसक्यो अब हामी बाहिर घुमघाम हुन जान्छ अब हामी सामानहरू पाक्यो फेरि जाने भोलिको लागि तर लेट्स सी अब हाउ डज प्लान वर्क होइन त्यही अनुसारले जाने हो ल दाजुभाइहरू कफेरमा जानु पर्यो केटा हो म यसरी अनि त्यसरी पारे पारे दाइमी पारे भन्दै हो कफेमा केटाहरुले फेरि बोतल बेच्दाखेरि 1-2 घण्टा त्यही लस हुन्छ ए है त रेडी छ ल दाजुभाइहरू म सघाइदिन्छु बोल्नु कसको हो यो तिम्रो यो त नबेच्ने यहीँ राख्दिनु किन नभएको एउटा लएर बेच्ने एउटा मात्रै लग्नु किन अनि एउटा मात्रै
जाँदैन क्या उसले त्यस्तो जाँदैन ल लाउरे है लाउरे ल सामानहरू रेडी भइसक्यो जाउँ 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 ल टुरमा निक्ल्यो है केटा अब सेकेन्ड डे रोबिन्सको सेकेन्ड डे टुरमा निक्लिसकेको छु अब उता कफल्यान्ड गएर बोतल सतल बेच्दै होइन अब सामानहरू भोलिको ड्राइभको लागि लिँदै हिँड्ने हो केटाहरू छ मेरो केटाहरू सबै छ यहाँ अनि म मेरो केटाहरूलाई सबैलाई चिनाइहाल्छु मेरो एक मात्र हेन्सी भाइ निमा भाइ यहाँ दिलीप भाइ अनि यता गणेश भाइ बाल काटेर हेन्सी भइरहेछ अनि यहाँ चिनिहाल्नु भयो होला होइन यहाँ चिनिहाल्नु भयो होला ल परेड खेल्दै जानुपर्छ ल लेफ्ट राइट लेफ्ट अनि ल यस्तो छ केटा हो पैसा पनि होइन युरो है केटा हो युरो खोइ म एउटा बोकिदिन्छु यो 4 को ए 4 हो ल अहिले म बोतल खोज्न पर्छ यार तिमीले यो लियो लौ त तिमी खोज्दैन म खोज्दै हाल्छु पैसा है केटा हो पैसा हेर पैसा युरो पैसा होइन युरो सरी तर यो बाटो त ला सफा रहेछ यार दामी रहेछ बाटो त गाडी हेर कहिले किन्नु हो केटा हो यस्तो सपनै हुन्छ है यो त नकुदाएको त 1 महिनै भइसक्यो जस्तो छ त यार एउटा केटाहरूलाई भेटाउ न अनि तिमी किन दुईवटा पैसा माग्दैन त हौ तिम्रो पैसा मागिँदैन त केटाहरूलाई एउटा कहाँ हुन्छ हौ त्यो पैसा हो क्या युरो हो क्या त्यति मैले बोक्दिरहेछु त्यस्तो हुँदैन पैसा हो क्या केटा हो चोरेर लुटेर खाइरहेको हुन्छ मान्छेले यार पैसा पुरा गरौँ डिस्काउन्ट बेचेर गयो छिराउनु पर्यो बुढो मान्छे दाइ त नि खोदल्दै हिँड्छ जस्तो छ लास्टै ढिलो हुन्छ जस्तो छ तर ठाउँ चाहिँ दामी लाग्यो है मलाई पिस गाडीको आवाजहरू पनि नआउने क्या है शान्त छिराउनु न हो दाइ अरे को त्यो उयो काम लाउने केटी हो छ होला छैन होला छ होइन के हुँदैन ए केटा होइन रमाइलो यस्तो भिडियोहरू त चल्छ त झन् केटा हो यस्तो भिडियो त चल्छ त झन् होइन रमाइलो गरेको सुखमा सुतेको सुखमा खाएको मात्रै हालेर कहाँ हुन्छ यार त्यो त मजै भएन नि यार अलिअलि दुःख अलिअलि सुख होइन सबै मिसिएको पो मजा हुन्छ त यार लाइफ यार केटा हो त्यो चाहिँ टुरिस्टै जस्तो छ है कति झोला छ ल 1 झोला 2 झोला 3 झोला कति जति आउँछ यो जम्मैको हिसाब गर्दाखेरि 50 युरो भनेको चाहिँ केटा हो 15,000 है फेरि बुझिस् नि कि कति 7-8 हजार हो 8-9 हजार भेट्छ है 8-9 हजार चाहिँ केटा हो त्यतिकै आउँदैन है केटा हो मेरो घरमा सुतेर बसेर चाहिँ त्यतिकै आउँदैन है पैसा केटा हो गाह्रो छ यो भनेको चाहिँ अब सदुपयोग गरेको हेर केटा हो यस्तोलाई भन्छ कुन गाडी हो यो आमा विदेशी गाडी हेर है केटा हो के गर्नु यार हाम्रो नेपाल कहिले यसरी डेभलप हुन्छ यार म त हाम्रो नेपालको म त जे यहाँको कुराहरू जे पनि राम्रो देख्छु नि नेपाल सम्झिहाल्छु क्या कहिले चाहिँ नेपाल यस्तो होला तर यो देखाउनु त यो बाटो
बालीले फुटपाथ बढाउँदाखेरि चिक्नु के ठुलो भयो के ठुलो भयो भन्दै थियो बाटो यहाँ कति ठुलो छ दुईपट्टि फुटपाथ बढी छ दुईपट्टिको फुटपाथ जोड्दाखेरि त यो बाटो भन्दा ठुलो छ हैन त्यो पल्लो फुटपाथले जोड्दै बाटो र फुटपाथ उस्तै छ बत्लो कुरा त सक्नु सुरुमा यो भनेको वेस्ट म्यानेजमेन्ट पनि भयो नि त यो भनेको एकदम प्रदूषण यो अब त्यतिकै फालेको थियो भने त्यतिकै फालेको थियो भने त यो त्यतिकै पुरेर जान्थ्यो उयो जान्थ्यो यो भनेको त अब यसले गर्दाखेरि वातावरण संरक्षण भयो संरक्षण पनि भयो अनि इन्कम भयो पैसा भयो सबै कुरो फर्दर अब यसबाट रिसाइकल भएर अरू प्लास्टिकहरू उत्पादन हुँदैन अरू उत्पादन यहाँको मान्छेहरू यही बोतलै बेचेर जीविका गरेको देखेको छु मैले बोतल बेच्नेहरू बोतल टिप्नेहरू कारमा आउँछ हो कारमा होइन अनि सानोतिनो चाहिँ होइन है त्यही भएर यसो कामलाई यस्तो कुराहरूलाई हामीले हेला गर्नु हुँदैन क्या दाजुभाइहरू कति काम ओ यो त सप रहेछ त नि सप हो र मेरो यहाँ के कुदिरहेछ यहाँ घाँटीमा हेरेर जान्छ मजाको छ है ठाउँ एकदम मन पर्यो है मलाई दाजुभाइहरू ओलिभ हेर्नु होला ओलिभ हेर्नु ओलिभको हेर्नु त ओलिभको दाना उकालो रहेछ हो यो त छिराउनु नहुँदै उकालोमा गाह्रो पर्यो फ्रुट्सहरूको घोडा हेर्नु है दाजुभाइहरू घोडा क्यामेरा यस्तरी डाइरेक्ट तेर्साउनु हुँदैन क्या रिसाउँछ क्या त्यही भएर यसो आफूलाई खिचे जस्तो गरेर उता ठाउँ ड्यान्स ह्याप्पी क्लिन यस्तो एरियाहरू छ क्या काठमाडौँमा नि त्यो अस्ति भवन चल्दैन मिन भवन त्यसको पछाडिहरू यस्तै एरियाहरू छ तर सफा छैन यस्तो ठाउँ चाहिँ यस्तै खालको भर्खर पानी परेर घाम लागेको हो नि त अस्ति म यहाँदेखि यता तल झरेको म कत्रो के हो यो त उता पल्लो रोडदेखि तल झरे म उतो मेन हाइवे हिँड्ने त अस्ति हिजो आउँदा तलदेखि यसरी उकालो चढ्यो यही हाइवे भेट्टा हो मैले होइन यो हाइवे अलिक तलतिर भेटाएको होला क्या यही हाइवे होला जस्तो लाग्यो टिप न हो नि खोइ म टिप एकजनालाई यो बोतल प्लास्टिकहरूको होला हौ यो त सिसा हो नि छैन ए भाइले झुकाइदिने भयो मान्छे छ क्या मिसिएको होला नि भाइ मिसिएको जस्तो लाग्यो मलाई त त्यो पछाडिको कस्तो त्यो अन्ला ठुलो झोला जस्तो उठाउँथ्यो त्यो 10 वटा चाहिँ 100 वटा बढी छ यहाँ अस्ति मैले पोकाली दियो होइन एक पोकाली त्यति राखेको छ क्या खै कहाँ भन्नु अब यहाँदेखि यो भयो ए यो सुन्तला हो कि अमिलो हो केटा हो यो अमिलो जस्तो छ भाइ हामी चाहिँ जाने उयो जेन्जी प्रोटेस्टमा अस्ति भाइ भएको भए भाइले के जलाउँथ्यो त्यतिखेर
अबको 10 वर्षपछि जागरिकमा मेयर उठ्नुपर्छ है Oh, that's great. Kakopse. Це добро. Палати. Filipina. Непальский, да. A nepalski. Oj, meni je isto. Pala, bok. ए हो र क्याप पनि नलागेको रामजी दाइले फेरि फकाउँदैछ है अब बोतलको लागि बुढोले फकाउँदैछ हजुर ए यिनीहरूको डेली रुटिन नै हो क्या सोल्टी दामी ठाउँ छ ल हेर्नुहोस् दामी ठाउँ छ अनि यो दामी ठाउँमा म दामी मान्छे कस्तो देखिरहेछ दाजुभाइहरू मेरो दामी भाइ कस्तो देखिरहेछ फेरि अनि ल कमेन्ट गरिदिनु पऱ्यो यस्तो दामी ठाउँ छ नि बा जाग्रेबमा यस्तो ठाउँ छैन है केटा हो जाग्रेबमा यस्तो ठाउँ छैन अनि जाग्रेबमा यसरी पैसा टिपिनु पाउँदैन केटा हो है दामी छ यार दामी छ यस्तो चिल हो नि त यस्तो हो नि त चिल गर्ने ठाउँ यार रिल्याक्स त्यो किचनभित्र ठाङ र टुङटुङ वाक्क लगाइसक्यो जस्ट मोड फ्रेस भयो यार हेर न अनि पानी परेर वेदर कस्तो दामी खुलिरहेछ अनि अब यो चाहिँ हामीले यहाँ बेच्नुपर्छ है त्यो ठाउँमा एउटाको चाहिँ 10 सेन्ट नेपाली 15-16 युरो ए नेपाली 15-16 रुपियाँ दाजुभाइहरू 15-16 रुपियाँ भनेको सानो रकम होइन केटा हो कहिलेकाहीँ तिनीहरूलाई गोजीमा एउटा चुरोट खाने पैसा पनि हुँदैन केटा हो बुझ्यौ हामीले एउटा बोतल बेचेर हामी चाहिँ 1500 रुपियाँ कमाउँछ है केटा हो साँचो होइन अहिले म देखाइदिन्छु तिमीहरूलाई ए हामी जाँदैछौँ बाटो फेरि आज पनि तर्सिने हो कि त्यो फर्काइदिने हो कि सोल्टी आज त फेरि जनसङ्ख्या पनि धेरै छौँ फेरि होइन बोतल बेच्नु छैन भने जाउँ न गएर आउँ न हामी यहाँ सल्टाउँदै गर्छौँ जाउँ न भट्टाभट सुरु भइसक्यो हाम्रो यहाँ पनि छ पैसा बढिरहेछ है भरि हो पैसा बढेको हेर है दाइ केटा हो 60 भइसक्यो 70 80 90 102 पुग्यो ल हेर 3 पुगिसक्यो है यहाँबाट नि हाल्नु मिल्दो रहेछ क्यारेट पुरै है नेपालमा नि यो सिस्टम हुनुपर्छ नेपालमा नि यो सिस्टम भयो भने नि प्रदूषण एकदम कमी हुन्छ बालेनले लु यति चाहिँ गर्नु पर्यो ल बालेन यति चाहिँ गर्नु पर्यो ल यसरी बोतलहरू होइन तिनीहरूलाई थन्को लाउने काम चाहिँ गर्नु पर्यो एउटा पैसा हेर पैसा बढेको होइन सिटीमा एउटा सिटीमा एउटा भयो भने भइगयो नि होइन प्रत्येक गोर्खा डिपार्टमेन्ट भाटबोटिनी गोर्खा डिपार्टमेन्ट यो नि त कफल्यान्ड हो
पैसा बढाइदियो ल बालनले यति काम चाहिँ गर्नु पर्यो ल बालन खोइ फोहोर थम्को मनको काम त गर्दैछु भन्दै थियो जस्तो लागेको थियो होइन खोइ हाम्रो पैसाको बिल देखाइदिउँ भनेको त यार पैसाको बिल हो अहिलेको लगेको ढाएर पैसाको बिल त खोल न कति पैसा आएछ यहाँ ड्रागन फ्रुटको अर्डर यहाँ कसरी किलो त कति आएछ 30 सेन्ट अरू 60 सेन्ट 60 40 सेन्ट लगभग 1 युरो 1 रुपियाँ भयो 32 8 युरो 16 युरो लगभग 17-18 युरो रहेछ भनौँ न त्यो भाइको पनि यहीँ छ त्यो भाइले हाल्यो त्यो भाइको पनि लगभग 20 युरो जस्तो त होला है 40 युरो जस्तो आएछ ड्रागन फ्रुटको प्राइजै रहेछ म्याङ्गो उयो हो क्या पिठाया कमाट भनेको हो क्या एभोकाडो तल छ होला ड्रागन फ्रुट एभोकाडो mango, pineapple. वो 4.95 हो थिच न हो त्यहाँ थिच न अनि भेट्यो त सुँगुरको घाँटी र त्यहाँ सुँगुरको बुढी करङ है प्याक हुँदैछ यहाँ लिइसक्यो नि तपाईँ कति खायो यो टन्ने खाँदै ल यो पनि लाने यो चिलोएर बर्गर बनाएर खान्छ हो अनि बर्गरको बोन पनि लानु पर्यो होला नि त छ घरमा भोलिको लागि त चिकन हुन्छ चिकन हुन्छै छैन त्यहाँ ठिकै छ त यो पनि चिकन लाने रोस्ट पनि होला होल चिकन लानु भएन त लेग लाँदा पनि त्यसो भए त लेग लाँदा चिकन खानु छ रोस्ट बनाउनु भनेको त मोमो मात्रै लान्छ भोलि मोमो मात्रै लानु त मोमो चिकन छ खुट्टा लाँदा भइगयो नि त खुट्टा उठाइदियो त्यहाँ दिएको छ भोलि आउन सक्छ फेरि भोलि पो आउनु जमजमको खुट्टा उठाउ खुट्टा उठाइदिउँ 1-2 किलो होइन अनि त्यसपछि एउटा त 3 पिस भन्दा खानु पाउँदैन मान्छेले त मोमो पनि हुन्छ नि त अरू पनि हुन्छ यो भनेको क्या कति 12 चाहिँ 16 पिस लाने 18 pies. Nie, samo 8 jest. 8 jest? Da. 8 पनि छैन त यहाँ Nie ma 8 jest, tak? 4, kapanacci. सानो नाच्नु है 8, 10, 12, bravo. 15. I šta još 3? Da.
एउटा त आधा मात्रै हालेको छ नि फेरि दर्जन केजीको हिसाबमा आउने हो त 18 पिस लेग पिस हुँदैछ है 3 पिसको दरले गरेको म खान सकिँदैन 3 पिस त धेरै भनेको 2 पिस चाहिँ सकिएला मरेर ovo dobro ne novije ovo त्यहाँ एउटा सानो पिस निकाल्ने भन न त्यहाँ सानो पिस छ एउटा छ कि त्यहाँ त्यो निकाल्ने भन त्यहाँ Wow, ja, dan niet meer malen, joh. Ja, dan niet meer malen. Veliki. Okay, 16. Okay, 16, sama 16. कति किलो भयो नेपाल Svi su žući, evo se. Svi su žući, ovaj koji iz Indije, ovaj tu program. Ovo je Indija. Afgan. Afganistan je mo. Afganistan je. Ti si gledala Rocky 3. Si gledala Rambo 3, kad je bio u Afganistanu. Si gledala Rambo 3. Kad su igrali u Afganistanu. जाम दिलीप तिम्रो बाहिर के हो त्यो यो चाहिँ कहाँबाट दिनु तिम्रो बाटो देऊ न म ल चिसो पनि हान्नुपर्छ लौरेहरूले अझै बाँकी नै छ हामी निक्लिँदै गरौँ झुरुक्कै हुन्छ सकियो अब हिँड्नुपर्छ घरतिर लास्टमा झोला त मैले बोकिदिरहेछु है गाडी देखाएर हुन्छ पैसा साटियो बोतल साटियो अब घरतिर लाग्नुपर्छ केटा हो घाम डरै लागिरहेछ देख्न सक्छौँ अनि सन्देश राईले चस्मा लाउनुपर्छ यस्तो घाम हेर केटा हो ठिकै छ है त्यो रिफ्लेक्सनले उता नदेखेको हो यतापट्टि चाहिँ देखिन्छ घाम कस्तो छ भनेर हेर चस्मा लगाइदिए त हो केटा हो मैले त यार घाममा रेल गयो खोइ तिमीले कतिको साट्यौ हो पैसा तिम्रो 20 युरो भयो थियो तिम्रो कति भयो थियो 21 युरो तिम्रो 21 युरो हेर सबैलाई हो नखानेमा ह्याम्पो रहेछ त दाँत भत्किने वाला जस्तो छ अरू त कुरा है म फेरि खाएर पेट नभरिकन मैले खाएन म त छिन्मै लाग्छ हो यी बसेर खाइदिउँ नि त केटा भए के हिँड्दै खाऊ है ओ यहाँ बसेर हाल्नु बस यो चाहिँ के मन परेर किन पहिला खाएको थियो तिमीले सोल्टी यो औ सोल्टी तिमीले यो पहिला के खाएको थियो यो के गीत दियो यो भन्दा त बरु त्यो यस्तो नमस्तेवाला बिस्कुट पो ठिक हुन्छ त 8 रोजार दामी छ ठाउँ हेर केटा हो चिल आउट गर्नु बब्बाल छ भ्यूहरू वेदर त्यस्तै अघि बिहान पानी परेर त्यस्तो दामी खुलिरहेछ वेदर अनि
नेपाल्सकी लौडेहरू हामी रिग्रेट केही छैन क्या हो केही छैन यहाँ चाहिँ झन् माल छ मासु पनि छ थुप्रो छ यहाँ मासु छ पिभो छ सबैले हालेको मैले 3टा हालेछु 3टा उसले भाइले एउटा पिभो भन्नुपर्छ हौ पिभो क्या पिभो त्यो यो प्लास्टिकको खोइ के त्यो झोला किनेको यहाँ छ चिकनको लागि हो क्या त्यो चिकन बिलो पर्यो नि त यहाँ छ त अहिले ए भित्र माल पानी रहेछ हाम्रो छ क्या भित्र तर लास्टै सुखायो म त घरिघरि यस्तो सुखाउँछ नि निल्दाखेरि नि जान्छ अनि यहाँनिर अड्किन्छ क्या घरिघरि अनि त्यो दुख्छ क्या भित्रैपट्टिबाट त्यस्तो फिल हुन्छ तपाईँहरूलाई हो तर यो बोतल बेच्ने उयो चाहिँ नेपालमा पनि हुनुपर्छ क्या वातावरण प्रदूषण संरक्षण हुन्छ फर्स्ट कुरो है होइन अनि धेरै बोतलहरू उत्पादन हुँदैन सेकेन्ड कुरो होइन अनि थर्ड कुरो मान्छेले एउटा जीविका आर्जन गर्ने उयो पनि माध्यम पनि हुन्छ हो कि होइन हो नि त यहाँ मान्छेहरू कारमा बोतल खोज्दै हुन्छ के भन्ने यहाँ तर केटाहरूले चाहिँ अति नै मिसिनै बिग्रिने गरी अब त्यो अरूभन्दा पनि होइन त्यो लाइनमा लागेको मान्छेहरूले पनि दिएर हिँड्दा कस्तो हुन्छ होला पर्खिनुको झ्याउले बिलै नेपाली पिचको माछाहरू कतिले भन्ने होला है माको यो बोतल पाउँदाखेरि त्यो अघि काउन्टरमा पनि पुरा हामी धेरै ग्रुप देखेर बिच्किँदै थियो क्या त्यो क्यासियर फेरि दाइ निक्लिदियो टट गर्दै भने चाहिँ आज 20 र 21 गरेर 41 युरोको चाहिँ बेचिएछ 41 युरोको केटा हो अब 50 युरो मात्र पछि पाए भनेपछि तपाईँको त्यही त हो तर भाइ चाहिँ अलिकति छिटै रहेछ मान्छे घर फर्किँदैछौँ अब सेकेन्ड डे रमाइलो भइरहेछ भ्युज हेर्नु भ्युज दाजुभाइहरू कस्तो छ ग्रिनरी हेर्नु यहाँ रोड कति सफा छ होइन यो पछाडिको सिनहरू हेर्नु कति सफा छ कति राम्रो छ ए कम्ता राम्रो छ त भ्युज आमामा अनि खोइ निमा भाइ छिटो आउनु हौ छिटो आउ त निमा भाइ सिङ्गल छ हाम्रो निमा भाइ सिङ्गल भाइ यहाँ भाइ सब सिङ्गल सबै सिङ्गल सबै सिङ्गल हो यहाँ दाइ मात्रै हो फेरि यहाँनिर 3-4 वटा हुने चाहिँ फेरि एउटा छोरा एउटा छोरी हुने होइन एउटा डाउनलोड भइसक्यो अब अर्को चाहिँ हुँदैछ होइन त प्रोसेसमा प्लानिङ हुँदैछ सेकेन्ड चाहिँ के आशा गर्नु भएको छ त दाइ हेरौँ अब उपरवालाको खेल है
गाग बत्ती दिन चाहियो नि त ठिक छ भोलि म मरेन क्रिया गर्न चाहियो नि एउटा छोरो अघि दाइले छोरासँग बोल्नु भनेको चाक ठडाएर सुतिरहेको रहेछ अरे ल दाजुभाइहरू अब बाटो काट्ने होइन यतैदेखि जाने होइन अघि अघि बाटो जाने कस्तो सफा बाटो छ यार कता सफा बाटो छैन अनि यो सफा बाटोमा ह्यान्डसम केटाहरू यसरी हेर केटी हो तिमीहरूको भविष्य बनाइदिनुको लागि हामी यस्तो दुःख गर्दैछौँ विदेशमा हेर ल केटी हो कुन चाहिँको भाग्य चम्केको छ मलाई थाहै छैन भाइको तो लगाइदिएर कुन चाहिँको भाग्य चम्केको छ केटा हो थाहै छैन यार के हो बनमारा जस्तो छ त यो त ठ्याक्क खोटाङतिर भोजपुरहरूतिर हुने खालके उयोहरू छ क्या त यो जङ्गलहरू यो जङ्गलको बिरुवाहरू क्या यो 168 घण्टा काम गरेको बुझे त्यही त 168 आवर गरे रहेछ क्या अनि गोरनले के भन्यो भने तेरो 7 घण्टा लेस छ भने बेसिकको लागि नै अनि त्यसले पछि 50 रुपियाँ हाल्यो भने चाहिँ 50 मात्र हाल्यो 80 हाल्नु पर्ने हो नि त त्यसले फुडको अनि त्यो 30 रुपियाँ चाहिँ उता उद्देश्यमा हाल्दियो क्या बेसिक आवरमा हाल्दियो क्या अनि त्यही भएर पछि 50 रुपियाँ हाल्दियो क्या केटा हो क्यालकुलेसन गराउ न अनि किन एक्स्ट्रा मनी माग्दै बसेको त 168 घाटा भयो नि घाटा भयो त काम त फुटी कति दिन हुन्छ नि बाबा डाक्टु हो के हो स्वागत हो रहर पुरा गर्दैछ दाइ झरो पैसा झरो के हो रहर पुरा गरे हो लाउरे हुनेको कति मन थियो पहिला त्यस्तो हो भाइ पहिला बच्चामा अब खेल्न पाएको छैन अब विदेशमा पनि खेल्नु आइपुग्यो त दाजुभाइहरू लुक्स त नि के हो एक पल्टनबाट एकचोटि आएको जस्तै छ त हौ भाइ हेर त के दियो है ठिक छ को फेरि ट्याउ दाजुभाइहरू फेरि अहिले यस्तो हाउ एक दुईवटा दिनु पऱ्यो नि त अहिले त्यही पाराको दामी देखिरहेछ फेरि उसलाई चाहिँ फेरि भर्खर भर्ती भएको रकरुट जस्तो देख्दैन नि भर्खर सेनामा भर्ती भएको हो ल हेर नयाँ फेरि रकरुट यहाँ पनि छ फेरि नयाँ रकरुट तर यो अहिलेको यङ केटाहरू पनि जेलेस हुन्छ यो दाइको हेयर स्टाइल भाइको त्यस्तै छ फेरि दामी सुहाएको छ नि कस्तो दामी सुहाएको छ नि घरिघरि त एम्बापेको हेयर स्टाइल जस्तो नि देख्छु तर अगाडि अलिक लामै छ ह्यान्डसम देखिएको छ त यो पोज चाहिँ हुनु पऱ्यो क्या ल कहाँ जाने हो ल सामानहरू वाड आएको छ है केटा भोलिको लागि यो आजको छुट्टै के हो यो घाँटी हो यो पर्कको होइन पर्कको नाम के छ यहाँ सिबिन्स्की सकोस्ती भनेको चाहिँ विथ बोन है सिबिन्स्की पर्क विथ बोन अनि यो चाहिँ पर्कको नेक हो अनि खै यो चाहिँ उयो करङ हो फेरि सिबिन्स्की उयो रेब्रा होला यसको नाम चाहिँ होइन सिबिन्स्की सकोस्ती नै रहेछ ल वेल भोलिको लागि प्रिपरेसन यहाँ छ फेरि चिकनको
केटा हो चिकनको खुट्टा यहाँ कति किलो हो यो कति किलो थियो 4 किलो होइन यो 4 किलो हो कहाँ छ केजी ए यहाँ रहेछ 5 किलो 360 ग्राम यो भोलिको लागि चटपटीहरू हुन्छ मोमो हुन्छ भोलि अनि आजको लागि चाहिँ हाम्रो ब्लग यति नै हुन्छ आज सेकेन्ड डेको होइन भोलि थर्ड डेको फेरि अर्कै हुन्छ यो घर कस्तो दामी छ क्या मलाई मन पऱ्यो क्या यो ढुङ्गाको गाह्रोहरू होइन यो दामी लागेको यो चाहिँ एक प्रकारको यो उयो नै हो नि त यो पनि डेकोरेसन नै हो नि त एक प्रकारको दामी लाग्यो होइन यस्तो छ यता ढुङ्गाको यो एन्टिक सामानहरू छ केटा हो यहाँ तराजुहरू भयो यता बाल्टीहरू भयो होइन यो घडीहरू वाइनको बोतलहरू होला कति महँगो वाइनको बोतलहरू होला यो अनि एकदम पुरानो सामानहरू छ एकदम पुरानो सामानहरू छ आइरन त्यो आइरन हो त्यो आइरन भयो यो के हो यो दामी छ घर यो सुँगुरको भुँडी गयो यो चाहिँ करङको भाग ल यहाँ चटपटे हुन्छ छ यो भोलि यहाँ अब फेरि डाम्नुलाई रेडी हुँदैछ यता दाल पाक्दैछ यहाँ फेरि अर्कै चिज हुँदैछ यो सुँगुरको घाँटी हो त्यो चाहिँ अनि चटपटीको लागि आलु यसलाई यतै राख्नुपर्छ यहीँ तिमी यता हो भाइ यो पनि त वास हान्नु पऱ्यो होला नि त होइन म हान्छु पर्दैन अन्त छोप्ने पनि त सफा त गर्नु पऱ्यो नि त केटा हो चाँजो मिलाउँदैछ भाइले टक्क ल होल ट्याक्क लाएर छिर्यो अब लाइन होइन ल डाम्ने काम हुँदैछ अब यसलाई सानो म वास हान्छु ल दाजुभाइहरू हुनुपर्छ नि केटा हो गरेन अन्त भइहाल्छ नि जिन्दगी धन्यवाद हुँदैन यार रोगी भइन्छ है काम गरेन भने केटा हो पैसाको पनि रोगी होइन स्वास्थ्यको पनि रोगी सबै कुरो रोगी भइन्छ केटा हो काम गरेन किन उछिटिन्छ र त्यसलाई त अलिकति छोटो काटेर कि एकछिन पोल्दै खाँदै गर्दा नि हुन्छ होला नि त त्यसलाई हाँसुले छोटै काटेको त्यही बस्ने हो क्या अब चटपट पाक्ने बित्तिकै बस्ने त्यहाँ पाक्दै गर्छ खाँदै गर्ने पनि आउँछ त्यो त छिटो हुन्छ जस्तो लाग्यो मलाई अलिक छिटो हुन्छ जस्तो लाग्यो मलाई केटाहरू बाहिर छ होइन आउनु टुक्रै छ त्यो ओभनको चाहिँ प्लट पल्टाउनु पर्छ होला हौ सुन्टी सबै त्यसले धुनुपर्छ सफा है
जिन्दगी सफा हुन्छ फ्रेन्च फ्राई ह्याङ्गरमा खाइहाल्छु केटा हो तेल खाएन भोलि रोस्ट अब तेल त्यसो हुन्छ र कसरी पुग्दो यसले पुग्दैन तेल यत्रोले खोइ आलु टमाटरमा टमाटर हाल्नुपर्छ धेरै नहाल्ने अलिकति मात्रै सब चटपटे घुसाउँछ कि दालमुट छ नि सुल्टी दालमुटले सब काम गर्छ चाउचाउ हाल्नु पर्दैन है यो दालमुट क्या भाइ किचन फेरि हाम्रो किचनमा लगाउनु मासु पल्टाउने बेला भएन कुचिसक्यो मासु चाहिँ पाकेको त्यो भनेको पाकेको यो खोर्सानी सकियो कबरले त ज्यान मार्छ होला अलिकति लसुन पनि अलिकति एक दुईवटा चप गरेर हाल्दा दामी फ्लेभर आउँछ लसुन हाल्यो चटपटे पनि हाल्नु काँचो लसुन त दामी फ्लेभर हुन्छ नि अचारको लागि म बनाउँछु अचारको लागि कुन यो पनि हाल्ने हो यो निकालेर चटपटे गाजर त गाजर हाल्ने गाजर हाल्नु काँक्रा चिलाउनु पर्ने थियो नि हामीले बिर्सेछौँ
चाखा त भाइ कस्तो छ चम्ची हो ल है गाइजहरु के को फ्लेभर पाउँछ चटपटे के को फ्लेभर पाउँछ भन ल के को फ्लेभर पायो भन त के को फ्लेभर कम्प्लिमेन्ट देऊ त के को फ्लेभर पायो भन के हो म बुझ्नै सकिन यार हो र बबाल छ बवाल छ त हो यसलाई ओबामा पकाइदिने यसलाई कुन तातो बोतल कुन तातो छ त्यो एउटा के कम अन गाइस अब अरू के जानुपर्छ हामी अदुवा नै हो क्या अदुवा छ लसुन छ अनि जिरा पाउडर मात्रै अनि उसले सल्ट हाल्यो अनि कागती हाल्यो पिरो पनि यतिको ठिक्क छ नि होइन ल ओके गाइज द्याट्स अल फर टुडे त्यही जस्तो द्याट्स अल फर टुडे ल सेकेन्ड डे भ्लग इट्स हियर गाइज ल सेकेन्ड डे भ्लग चाहिँ यहीँ सकिन्छ मेरो दिल्ली भाइ आउँदैछ अब दिल्ली भाइ आएपछि हामी सुरु गर्छौँ ल थ्याङ्क यू सो मच फर वाचिङ थोरै म्युजिकको थोरै ट्राभलको त्यो 5-10% सबैतिरको सबै नलेज छ छैन सुक्खा हुँदैछ जिरो अघिसँग चाहिँ के बिट्टम भिरा अब तपाईँ र सागर त अझै पनि केपीलाई भोट हाल्ने भनेपछि भोट हाल्ने बोल्ने नै होइन नि त। भोट हाल्यो भने कति बेला भयो अनि अझै केटाहरू हाम्रो देशको कर्णधारहरू केपीको पछि लागेपछि त सकिगयो त।